नेपालको चाहिँ मध्य भागबाट चाहिँ छिरिरहेको अवस्था छ। यसले विशेष गरेर आज बेलुकादेखि भोलि बिहान 8 बजेसम्म चाहिँ आज बेलुका कति बजे 7-8 बजेबाट चाहिँ भोलि बिहान 8 बजेसम्म, विशेष गरी बेलुका 10 बजेदेखि बिहान 2 बजेसम्म चाहिँ अति भारी वर्षा हुने सम्भावना रहेको छ। अति भारी वर्षा हुने सम्भावना भएकोले सबैलाई सचेत रहन बागमती प्रदेश, मध्य प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका साथीहरूलाई चाहिँ बासिन्दाहरूलाई चाहिँ स्पेसल्ली नदी किनारमा बस्ने बासिन्दा र यातायात गर्दाखेरि चाहिँ सावधानी अपनाउनलाई चाहिँ सबैलाई चाहिँ मेसेज पुर्याइदिनु हुनलाई म यहाँहरूलाई अनुरोध गरेँ। 24 घण्टामा करिब हाम्रो चाहिँ भारी वर्षा भनेको 200 mm प्लस पानी पर्ने चाहिँ हुन्छ। त्यो भारी वर्षा हुने सम्भावना चाहिँ रहेको छ। हामीले विशेष गरेर ध्यान दिनुपर्ने जिल्लाहरूमा चाहिँ 2 दिनसम्म जाम रहने, 2 दिनसम्म बाढी पहिरोले सडक अवरुद्ध रहने भएको हुँदा तपाईहरु सुरक्षित तवरबाट काठमाडौँ नै फिर्ता भएर सुरक्षित तवरबाट बस्दिनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने स्थिति नरहेको हुँदा सम्पूर्ण चालक स्वचालक मार्गहरू भने त्यहाँ अगाडि पुगेर फेरि पुनः पहिरो आउने फर्किन नसक्ने स्थिति हुन सक्ने कुरालाई मध्यनजर गर्दै तपाईहरुलाई यहाँबाट तत्काल पठाउन सक्ने स्थिति नरहेको हुँदा सुरक्षित तवरबाट काठमाडौँ फिर्ता गरी सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौँ। साल 6 महिना आज तपाईको 8 गतेको पहिरो यो फाल्ने सम्भावना धेरै न्यून काम भइरहेको छ, तर एकदम न्यून छ। आवश्यक परे मात्र घरबाट यात्रा गर्नु होला।